guys, welcome to my new vlog. आजको ब्लगमा हजुरहरूलाई हार्दिक स्वागत छ। आज चाहिँ मैले के भिडियो बनाउन लागेको छु भन्ने कुरा हजुरहरूले टक्क पारेर थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला। यदि हजुरहरूलाई थाहा छैन भने म भनिदिन्छु, हजुरले टेन्सन लिन पर्दैन त। अब हजुरहरूले थाहा छैन भने चाहिँ मैले चाहिँ टक्क पारेर मैले हजुरहरूलाई आज के को बारेमा ब्लग बनाउँदैछु भन्ने विषयमा हजुरहरूलाई थाहा नहुन सक्छ, तर अब जे भने त्यो ठिकै छ। अब त्यस्तो छैन। अब भ्लग मैले किन बनाएँ भन्ने कुरा त म कस्तो मैले त्यति क्यामेरा गर्दा तयारी नै गर्ने साथीहरू। अब के गरौँ के तयारी ए तयारी भन्ने बित्तिकै मलाई एउटा तयारी सम्बन्धमा एउटा खतरा गीत आयो। यो गीत म हजुरलाई टक्क पारेर अब भन्दैछु। ए तयारी हल्का भन्नु यार साथी, फेरि भन्छु है, फेरि भन्छु। हे तयारी तयारी नसारी तयारी, हे तयारी 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 सयारी तयारी इस तयारी रि सयारी। हे जुनेली रातै रातैमा म भुले तिम्रो बातै बातैमा। हेलो गाइज, वेलकम टु न्यू ब्लग। आजको हजुरलाई हार्दिक स्वागत छ। कस्तो पागल भाइहरू छन् ए। अब कस्तो झ्याउला यार, संसारी माया विचित्र झ्याउलाएर हैरान भा। अब म के गरौँ भन्दैछु। मैले एउटा कन्टेन्ट पनि खोजिसकेँ। आज डान्स सान्स के पनि हालिन्न गाइजहरू। मैले एउटा टक्क पारेर एउटा सर्ट भिडियो पोस्ट गरेको छु। त्यसमा टक्क लाइक सब्सक्राइब गरिदिनु होला। बिस्तारै बिस्तारै आउँदै गर्छ भिडियो। त्यस्तो हजुरहरूलाई वेट त गर्न पर्दैन, हप्तामा 3-4वटा भिडियो त आइहाल्यो नि होइन गाइजहरू। के नै छ र जिन्दगी के नै छ र। तर मलाई गिज्जाको चाहिँ मन पर्दैन गाइजहरू। मलाई नगिज्जाइदिनु होला प्लिज भनेर म भन्दछु। गिज्जाको मलाई मन पर्दैन, त्यही भएर नगिज्जाउन हार्दिक अनुरोध गर्दछु। छु 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 हे आज खतरा गीत गाइयो भन्ने मैले थम्बनेल पोस्ट गर्ने छु र गीत पनि म गाउँदैछु अब है। के गीत गाऊँ भन्दाखेरिमा चाहिँ के गीत गाऊँ त भन्नुहोस् त गाइजहरू। हल्का टक्क पारेको केलाई छु भने बेहना ओ बेहना, what are you doing बेहना ओ बेहना, what are you doing। जुनेली रातै रातैमा म भुले तिम्रो बातै बातैमा हो। जुनेली रातै रातैमा म भुले तिम्रो बातै बातैमा। यस्तो होइन यार, बिग्रियो। टक्क पारेर मेसीलाई सपोर्ट गर्नुपर्छ गाइजहरू। अब एनपिएल चलिरहेछ। अब एनपिएलमा हजुरहरूले जसलाई सपोर्ट गर्यो भने के छैन, तर वर्ल्ड कप चल्यो भने चाहिँ मेसीले सपोर्ट गर्ने। अब म नेपाली भएर पनि अब म सपोर्ट गर्ने त मेसीलाई हो नि त। अब नेपालीहरूले के खान नदिने कि लाउन नदिने, बरु त मेसीलाई सपोर्ट गरेर बेस्ट छ कि मलाई, बेस्ट छ मलाई। मेसी इज द बेस्ट, इस्ट अर वेस्ट मेसी इज द बेस्ट। देयरफोर always
अपलोड भेटियो अफ मेस्सी यु अन्डरस्ट्यान्ड सिरक्स गेमिङ हेलो गाइजहरू हजुरहरूले चाहिँ टक्क पारेर सिरक्स गेमिङलाई पनि हजुरहरूले सपोर्ट गरिदिनु होला टक्क पारेर सपोर्ट गरिदिनु होला म अहिले यहीँ माथिको यो थमेलको टक्क साइडतिर म सिरक्स गेमिङ भनेर म राखिदिनेछु त्यहाँ गएर टक्क पारेर हजुरहरूले लाइक सेयर र सब्सक्राइब गरिदिनु होला किन चलेन त यस्तो फेरि ल त आजको ब्लगमा यही अन्त्य गर्दैछु एउटा छोटो मिठो गीत सहित के गीत है यार हिमाल स्तरीमा अग्लिरहेछु समात 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 मलाई बादल सरीमा बहिरहेछु सम्हाला 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 मलाई हिमाल सरीमा अघिरहेछु समाता समात समात मलाई बादल सरीमा बहिरहेछु सम्हाला 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 मलाई समाता समाता सम्हाला मलाई ल त गाइजहरू मैले एउटा टक्क पारेर छोटो मिठो गीत पनि गाइसकेको छु अब चाहिँ म बहिनी अन गरिछ टिभी अन गरिछ ए नत्र नाच्दिनु भनेको अब के गर्ने टिभी मलाई फेरि अन गर्नु लास्टै झ्याउ लाग्छ ल त गाइजहरू आजको ब्लगमा यो अन्त्य गर्दैछु मलाई टक्क पारेर यो मक्सुमक त यस्तो झ्याउ लाग्छ लेख्न यहीँ थन्केका छन् नि मक्सुमक के को हुमक हो भन्ने विषय त हजुरहरूले थाहा पाइसक्नु होला ल त गाइजहरू म मेरो भ्लग चाहिँ यस्तरी टक्क पारेर पल्टिँदै यही अन्त्य गर्दछु हजुरहरूले मेरो भ्लग आजको भ्लग मन पर्यो भने हजुरले लाइक सेयर र सब्सक्राइब गर्नु नभुल्नु होला यति भन्दै म मेरो भ्लग यही अन्त्य गर्दछु हस्त नमस्ते जय माता लक्ष्मी